साथीहरू सबैलाई जय मसी अनि नमस्ते नमस्कार। आज चाहिँ म तपाईहरुको बीचमा चाहिँ एउटा सानो भिडियो लिएर आइसकेको छु। म चाहिँ रामपुर बजार देखियो ओर्तिरपट्टि पश्चिम यहाँ आएको छु। यहाँ चाहिँ पहिला 2 वर्ष अगाडि चाहिँ धेरै राम्रो बनाइसकेको रहेछ, तर यहाँ अहिले अलिक व्यवस्थित नभएको कारणले चाहिँ अहिले यहाँ अलिक सबै यो लाको बारहरू पनि सबै भत्किसकेको छ अनि यो बस्ने ठाउँहरू पनि बनाइसकेको अहिले पुरै बिग्रेको अवस्थामा छ। अनि त्यो साइडमा चाहिँ रामपुर बजार पर्छ अनि यता तलबाट चाहिँ हामी यो ठाउँबाट चाहिँ हामी आएको। यहाँ तल एउटा फुटबल ग्राउन्ड पनि छ, त्यहाँनिर अहिले लगभग फुटबल खेलिरहेका छन् यहाँको गाउँले दाजुभाइहरू। अनि यो डाँडामा आउनको लागि चाहिँ 2टा बाटो छ, यता बाटो पनि छ अनि यता यो साइड पनि 3टै बाटो रहेछ, त्यता पनि रहेछ, त्यता 4वटा पनि रहेछ, हेर्नु यता पनि रहेछ। अनि यो चाहिँ यता मास्तिर जाने गाउँ जाने बाटो रहेछ। अनि यहाँहरू बस्ने यो उ भयो, यो चाहिँ अहिले यसो खडेरीले गर्दाखेरि अलिकति हरियाली पनि अलिक उ भइराखेको छ। अनि यहाँ चाहिँ बस्नुको लागि यसो साथी सङ्गी लिएर आउनुको लागि रहेछ। अनि म पनि आज यसो रामपुर बजार हेरौँ न त यहाँ डाँडा बाटो भनेर चाहिँ यहाँ आएको थिएँ। अनि आजको यात्रा चाहिँ हाम्रो धरान धेरैटार हुँदै उता पुगेर फेरि अहिले वापस घरतिर आउने अवस्थामा चाहिँ यहाँ एकछिन यो ठाउँ हेर्नुको लागि आएँ। रामपुर एकदमै राम्रो लाग्यो मलाई। ल तपाईहरुले यहाँ घडेरीहरू पनि किन्न सक्नुहुन्छ, एकदमै सस्तो छ भनेको सुन्दैछु यता तलतिरपट्टि। ल हेर्नुस् यहाँ रामपुर। आज मैले एउटा यहाँ स्ट्याटस देखिसकेको छु र यो स्ट्याटसमा चाहिँ यस्तो प्रकारले लेखेको रहेछ, तिमी साँचो बोलेर कसैको दिल तोड्दिनु तर झुटो बोलेर कसैलाई खुसी नपार्नु भनेर लेखेको रहेछ। यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो र अर्को पनि फेरि म पढ्न गइरहेको छु। हेर्ने आँखाभन्दा बुझ्ने मन राम्रो हुनुपर्छ, संसार आफै राम्रो देखिन्छ। एकदमै राम्रो लाग्यो। यो लेख्ने मान्छे को हुनुहुन्छ, उहाँलाई धेरै धन्यवाद। यसरी लेखेर मनहरूलाई शान्त बनाइदिनु हुने रहेछ। यो चाहिँ बस्ने ठाउँ प्रतीक्षालय। ल हुन्छ साथीहरू, अब हामी यो प्रतीक्षालयबाट बिदा हुँदै अब हामी घरतर्फ नरु भन्छु म। तिम्रो त्यो हटाइदेऊ न। हेलो एकदमै राम्रो छ साथीहरू। ल हुन्छ, तपाईहरुलाई धेरै धन्यवाद छ। यो सानो भिडियो तपाईहरुको माझमा मैले देखाइसकेको छु, त्यसको लागि तपाईहरुलाई धेरै धन्यवाद हेर्नुभएको लागि। आउँदो दिनमा अझै भिडियोहरू हेर्दै जानु होला। धन्यवाद।